हेलो नमस्कार साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ होला। हामी सन्चै छौँ। दादा भन्नु। ह्यापी बर्थडे टु यु दादा। संस्कृति पनि भन्नुहोस्। ह्यापी बर्थडे टु यु दादा भन्नु न। अब फुल दिनु गएको तिमीहरू। ल हिँड त ल। ल ल ल हो र नखिच्नु। ल हिँड ल ल ल हिँड नि त ल। दादा दुई हातले दिने। यिनीहरूले भन्यो भने न, यिनीहरूले राति नै भनेको हो तिमीहरूले। आनन्द हाई भनिदेऊ न। प्रार्थना गुड मर्निङ सबैजनालाई। हजुर प्रयास ह्याप्पी बर्थडे टु यु प्रयास। जेठा छोराको आज ह्याप्पी बर्थडे हो। नमसिन के गरेको? आज नमसिनले ध्यान दिनु जति खाएर बर्थडे बोलाएको त्यसको खुसीले पनि खानै बुझ्दैन। बहिनीले त्यत्रो ह्याप्पी बर्थडे भेट्ने बित्तिकै ह्याप्पी बर्थडे भन्छ, उसले थ्याङ्क यू भन्दैन। यो नलाउने यो ल हामीले त केही किन्दैनौँ। ल हाम्रो तर्फबाट भनेर दिनुपर्छ। एउटा कागज र उयो भयो सरप्राइज दिने कार्यक्रम। यस्तो गर्नु भइरहेछ मलाई। अनि यो त अघि त यत्रो छ त नि केकको त नि डबल हो माथि माथि पनि हो। हाम्रो गिफ्ट चाहिँ भित्र लानु सबैलाई लु भन्दै थियो। अनि लु बोलाउनु एकजनालाई बोलाउनु न, नि पछि पछि हामी लिएर लुकेर हाम्रो गिफ्ट चाहिँ रेडी भइसक्यो प्रयासको लागि। सरप्राइज गिफ्ट। हाम्रो प्रयासको अब रियाक्सन हेरौँ कस्तो हुँदो रहेछ। तर म सब हामी चाहिँ साथीहरू हाम्रो चाहिँ प्रयासको लागि गिफ्ट पनि रेडी भइसक्यो। यो चाहिँ सरप्राइज गिफ्ट प्रयासलाई चाहिँ उसको बाबाले दाजुले हाम्रो दाजुले पठाइदिनु भएको सरप्राइज गिफ्ट। अब हामी चाहिँ अब दिने हेरौँ अब उसको रियाक्सन चाहिँ कस्तो हुन्छ। थाहा छैन उसलाई चाहिँ थाहा छैन एकदम। अब के गर्नु? अब हामी एकछिन अब तिनीहरू भित्र छिर्छ अनि हामी जानुपर्छ। ए सरी मेस्सीको फ्यान हो यो चाहिँ फ्यान। आनन्सा प्रार्थना संस्कृति सुत्यो नमसिन प्रयास प्रयासको चाहिँ यहाँ मेस्सीको सुशीला बहिनीलाई बोलाउनु। आज चाहिँ हाम्रो प्रयासको ह्याप्पी बर्थडे। संस्कृति केही हुँदैन। झिरझिरी पनि ल्याएको छ अर्को। आज हाम्रो प्रयासको बर्थडे
लाग्यो के अन्त केक चाहिँ दिनुहोस् केक खाइदिनुहोस् है फेरि अहिले उयो हुन्छ यहाँ चाहिँ हाम्रो राम्री बहिनी यहाँ आइसक्नु भएको छ अघि आउनु भएको छ तपाईँ जानु नगर न नम्सिङ लैजाऊ त्यसलाई बाहिर यहाँ धुवा भयो सास फेर्नु गाह्रो हुन्छ उठाओस् न तर उठाउँदैन होला नि त्यसले अब त्यो तान्छ नि केक भाइ अरे अङ्कलले हजुर गिफ्ट आयो एउटा चाहिँ हाम्रो तर्फबाट Happy birthday to you. Happy birthday to you. साइकल कसले किनिदिन्छ हौ यसलाई साइकल पुरानो साइकल ला एउटाले त त्यही झारेछ ए होइन रहेछ बोल न त्यो पनि कस्तो गेस गर्न के होला बोल न त के होला के हुन सक्छ देखा यहाँ वाउ के हो यो कान्छी हजुरको पोजहरू नि यहाँ त्यहाँ हेर्दै हुनुहुन्छ त ल कसले त म गेस भाइ लु किन भाइ रोको तेरो बर्थडे आओस् न अनि
नि तँलाई पनि ल उ थाहा यो त के रे भाइ चाहिँ रुयो के गर्नु होला मसँग त लागिरहेको थियो क्या सरप्राइज गर्नु बाबाले रेडी हो एकदम स्योर छौ तिमी ए त्यो बाबाले पो अरे बाबालाई के भन्न चाहन्छौ यता हेरेर यता अनि यति नै हुन्छ बाबा भन्ने यस्तो गिफ्ट दिनु भएकोमा भन् न सरप्राइजको गिफ्ट ए स्केटिङ भन्दैछ क्या अहिले स्केटिङ खेल्ने अरे त्यो यसको उयो हुँदैन हेलमेट हुँदैन देखेको छैनस् केही नलेज छ मान्छेहरूको चाहिँ कस्तो क्या होइन सानो मान्छेको त बस्दैन केही हुँदैन क्या केही हुँदैन अब छोटो मान्छे भयो उहाँ हाम्रो एमा चाहिँ यहाँ रिसाले बुङबुङ भइरहेको छ भाइ तेरो बर्थडेमा दिने हो क्या तँलाई पनि बाबाले तिम्रो बर्थडे पनि पठाइदिनु ओइ त्यो बोकिन्छ है प्रार्थना यो त पुरै खोप्दो रहेछ ल साउन्ड कुखुराको सुप बनाएको छौँ अघि हामीले तिते देखाइसकेको छौँ अब हामी चाहिँ लोकल कुखुराको खाने हो साथीहरू हाम्रो काम हामी चाहिँ साथीहरू अब नानीहरूलाई खाना दिइसकेर पनि अब हामी खाना लागेको आज चाहिँ प्रयास धेरै खुसी छ बर्थडे गिफ्ट पाएर बाबाले पठाइदिनु भएर होइन अब चाहिँ साथीहरू भिडियो इन गर्न लागिरहेको छु के अरे यतिन्जेलसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद के अरे सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला लाइक सेयर पनि गरिदिनु होला साथीहरू यति भन्दै बाई बाई सबैजनालाई